हेलो अनि नमस्कार। आज हामी गाउँघरमा निकै नै प्रचलित ग्याटिस बनाउन गइराखेको छौँ र यसलाई गाउँघरमा निकै तरिकाले यसको नामहरू दिने गर्दछ। यसलाई त्यसै गरी काफे, गुलेली आदि इत्यादि जे पनि भन्छ। र आज हामी यो बाँसलाई फुटाएर बाँसलाई यसरी खिप्दै रबर लाएर हामी रबरबाट गुलेली बनाउन गइराखेको छौँ। अब हेर्नु होला। अब ग्याटिस रेडी भयो, बानेर हामीले सबै रेडी गरिसकेको छौँ। अब यो भयो मकै रुँग्दाखेरि धपाउनुको लागि